पहिला चाहिँ यो मन्दिरको नाम थाहा छ कि छैन? गोरक्षनाथ मन्दिर हैन? गोरक्षनाथ मात्रै नाम होइन, यसको नाम पुरै नाम भन्नुपर्छ। तिम्रो नाम के हो? मेरो नाम आयुष भट्टमगर। आयुष भट्टमगर। तिम्रो स्कुलको नाम के हो? गोर्खा स्कुल, गोर्खा सेकेन्डरी स्कुल। हो, गोर्खा सेकेन्डरी स्कुल लेखिन्छ भने अब त्यो गोर्खा स्कुल मात्रै लेख्यो भने त त्यो पुरा हुन्न नि, होइन र? यसको नाम चाहिँ पुरा हुनुपर्छ। यसको नाम गोरक्षे पात्र देवता सिद्ध रत्ननाथ मन्दिर हो। लेख, भिडियो बनाएर गोरक्षे पात्र देवता सिद्ध रत्ननाथ मन्दिर है। विक्रम सम्वत 809 मा स्थापना भएको मन्दिर है। हामीले अहिले चाहिँ 1300 वर्षको इतिहास मानिन्छ यो। प्राचीन पुरातत्व, धार्मिक र इतिहाससँग जोडिएको त्यस्तो एकदमसित बहुमूल्य मन्दिर हो यसमा चाहिँ है। यसमा चाहिँ धेरै किसिमको चाहिँ शक्ति छ, यसमा चाहिँ इतिहास पनि छ, प्राचीनता पनि छ, पुरातत्व पनि छ, धार्मिक पनि छ, सबै छ हैन। यो चाहिँ एउटा इतिहास चाहिँ यहाँ राजाको इतिहासमा जोडिन्छ है। हाम्रो यहाँ चाहिँ दाङको राजा रत्नपरिषद भनी राजा, रत्नपरिषद राजासँग यो इतिहास जोडिन्छ हैन। त्यो इतिहास फेरि धार्मिकसँग पनि जोडिन्छ। त्यो धार्मिक अब चाहिँ गोरखनाथसँग जोडिन्छ। गोरखनाथ भनी त्यो गोरखनाथ जो अहिले भनियो त्यो नाम गोरक्षनाथ, त्यो शिवजीको रूप हो। शिवजी भन्नु र गोरखनाथ भन्नु एउटै हो। काले खत्री र खत्री काले भने पनि उसले भने जस्तै हो। यसमा चाहिँ अब शिवजी को नामहरू, हरेक प्रकारका नामहरू उहाँले चाहिँ अवतरण गर्नु क्रममा चाहिँ धेरै किसिमका नामहरू भन्नु गर्ने हो। विशेष गरी यसमा शिवजीको गोरखनाथ चाहिँ आदिनाथ शिवजी, पहिला सुन्दै जाऊ। आदिनाथ शिवजी हैन, उदयनाथ पार्वती, सत्यनाथ ब्रह्मा, सन्तोषनाथ विष्णु, गजकन्ठनाथ गणेश, अचल अचम्बेनाथ शेषनाग, चौरङ्गीनाथ 18 भार वनस्पति हैन, मायास्वरूपी मसेन्द्रनाथ, ज्योतिस्वरूप गुरु गोरक्षनाथ हो। गुरु गोरक्षनाथले सँग चाहिँ रत्ननाथको चाहिँ अब भेट भएर उहाँसँग चाहिँ दीक्षा दिने क्रममा चाहिँ यो चाहिँ इतिहास भएको कुरा हो यो चाहिँ है। त्यो बेला चाहिँ अब अगाडि कति समयको कुरो भएको थियो। त्यसपछि जो यो मन्दिर स्थापना त विक्रम सम्वत 809 भएको कुरा हो। त्योभन्दा अगाडि नै केही योजनाहरू त बन्यो हैन। यहाँ चाहिँ एउटा इतिहासको क्रममा चाहिँ एउटा शिकार गर्ने क्रममा चाहिँ हैन, रत्नपरिषद राजा शिकार गर्न गएको बेलामा चाहिँ एउटा मृगलाई बाण हानेको कुराहरू छ। त्यो घाइते मृग चाहिँ आफ्नो ज्यान रक्षाको लागि भाग्दै आउने क्रममा चाहिँ अब एउटा चाहिँ गुफामा बसेर अब आफ्नो चाहिँ त्यो रक्षाको लागि बसिरहेको बेलामा त्यही सिकारी, व्याघ्ररूपी सिकारी अब आयो। त्यसमा चाहिँ पछि आएर आउने बेला त्यो दृश्य चाहिँ देखिन्छ। अब एउटा साधु बसेको, साधुको उसमा चाहिँ रगतको हाल भएको हैन, बाण राखेको, त्यस्तो किसिमको इतिहासहरू दृश्य देखिन्छ। त्यसपछि चाहिँ अब त्यो चाहिँ रत्नपरिषद राजा चाहिँ एउटा अचम्म मान्छन् र आश्चर्यचकित भएर मैले चाहिँ एउटा ठुलो भुल गरेछु अनि भनेर उनले चाहिँ एकदम प्रायश्चित गर्दै उभिराख्छन्। अनि त्यसपछि त्यो जो साधुको पनि ध्यान खुल्छ। यो ध्यान खोल्यो भने दुवैजनाको चाहिँ कुराकानी हुन्छ है। कुराकानी हुने बेला अब म फलानु ठाउँको राजा हुँ, यस्तो क्रममा आएको थिएँ, मैले शिकार गर्ने बेला त्यो शिकार थाक्दै गयो, त्यसकै खोजीमा म आफू गरेर शिकारीले भन्छन्। अन्त त्यो चाहिँ जो साधु हुनुहुन्छ त्यो चाहिँ गोरखनाथ हुनुहुन्छ, गोरखनाथ होइन, गोरखनाथ हुनुहुन्छ। अनि त्यसपछि यसरी अर्काको ज्यान लिनुहुन्न, अर्काकोलाई है कसैलाई चाहिँ चित्त दुखाउनुहुन्न होइन, हिंसा गर्नुहुन्न भन्ने कुराहरू यसमा चाहिँ कुराहरू आउँछ है। हिंसा नगर्ने भन्ने कुराहरू आउँछ। हिंसा गऱ्यो भने कसैलाई पनि राम्रो हुन्न, हिंसा गरे त्यसलाई चाहिँ नराम्रो हुन्छ भन्ने कुराहरू त्यो उसमा चाहिँ उहाँले चाहिँ त्यो दिएको दीक्षामा पर्न जान्छ है। उरो बिना फुल बिना चाच पाक बिना हंसा
जिनावर मारोरी राजेशुरा जाके रगत नमाउँछ। यसको भावार्थ के हो भने अब कसैको चाहिँ प्राण हत्या त्यसरी नगर्नु है। प्राण हत्या गर्यो भने पाप हुन्न। मनका विकारहरू हटाउनु पर्छ। हाम्रो मनमा विभिन्न किसिमका नराम्रा भावनाहरू छन्। अब हाम्रा चाहिँ विभिन्न किसिमका ईर्ष्या छन् होइन, द्वेष जति पनि नराम्रा प्रवृत्तिहरू छन् त्यसले गर्दाखेरि हामीलाई चाहिँ नोक्सान गरिरहेका छन् होइन। त्यो नोक्सानलाई हामीले चाहिँ हटाउनलाई हाम्रा मनका विकार हटाउनु पर्छ। हाम्रो मन सफा गराउनुपर्छ। जस्तै हाम्रो पेट सफा गराउनलाई हामीले चाहिँ टोयलेट जान्छौँ, भएन भने त्यो कब्जियत भइहाल्छ। त्यस्तो किसिमको चाहिँ अब मन सफा गराउनु पऱ्यो। अनि त्यसको लागि तन सफा गर्नु पऱ्यो, मन सफा गर्नु पऱ्यो होइन। त्यो हिसाबले चाहिँ त्यो त्यस्तो किसिमको एउटा चाहिँ दीक्षा को लागि दिनुभयो त्यो उसलाई चाहिँ रत्नपर्सीको राजालाई। ल अब तिमीले यो चाहिँ यहाँ मन्दिर चाहिँ स्थापना गर्नुपर्छ। अनि मन्दिर स्थापना गर्नुपर्छ। अनि यहाँको पूजा पद्धति चलाउनुपर्छ होइन। पूजा पद्धति भने पूजाको नियम विधिहरू चलाउनुपर्छ। अनि यो प्रचार गर्नलाई देश देशहरूमा गएर भ्रमण गरेर यसको प्रचार गर्नुपर्छ भनेर चाहिँ त्यो कुराहरू भन्नु उहाँले चाहिँ भन्नु गोरखनाथले। त्यसपछि अब त्यो उहाँ चाहिँ त्यो राजाले ल ठिक छ हामीलाई चाहिँ सहर्ष स्वीकार छ। अनि के गर्नु पऱ्यो भन्दाखेरि अब तिमीले त्यही यहाँ मन्दिर स्थापना गर्नु होइन, अब पूजा पद्धति चलाउनु, यो प्रचार गर्नु भनेर त्यति भनेपछि ल म स्वीकार म गर्छु भनेपछि ल ठिक छ भनेर उसले आफ्नो राज्य अरूलाई सुम्पेर होइन। अनि आफू चाहिँ एउटा साधु भनेर एउटा सिद्ध भनेर उनी चाहिँ रत्नपर्सी राजाबाट उनी चाहिँ रत्ननाथ बने है। रत्नपर्सी राजा उनको रत्नपर्सी राजा थियो होइन, नाथ रत्नपर्सी। तर पछि सिद्ध भएपछि उनी रत्ननाथ बने है। त्यही भएर चाहिँ सिद्ध रत्ननाथ। गोरक्ष पात्र देवताले अमृत पात्र दिनुभयो, त्यसको पूजा गर्नु भने त्यो पात्र दिनुभयो, त्यसको पूजा हुन्छ यहाँ। अनि गोरक्ष पात्र देवताले दिएको उसमा चाहिँ पूजा हुने भावनाले रत्ननाथको पूजा गर्ने भावनाले यसको नाम चाहिँ गोरक्ष पात्र देवता सिद्ध रत्ननाथ मन्दिर भनेर यसको नाम भयो। त्यही नाम चाहिँ अहिले चाहिँ विश्वमा चाहिँ नाम चर्चित छ है। त्यही नामले चाहिँ जता पनि बोलाइन्छ। अनि हाम्रा चिठी पत्रका कुराहरू पनि गोरक्ष पात्र देवता सिद्ध रत्ननाथ मन्दिर भनेर भनिन्छ। अब बोलचालको भाषामा मान्छेले चौगेरा मन्दिर भन्छन्, कसैले चाहिँ गोरक्ष मन्दिर भन्छन्, कसैले रत्ननाथ मन्दिर भन्छन् होइन। अब त्यस्तो किसिमको नाम चाहिँ भन्ने बेला सबभर आफ्नो चाहिँ पुरा नाम चाहिँ भन्नुपर्छ है। त्यो भन्न अनुसार चाहिँ गर्नुहुन्न, त्यो नै इतिहास हो। इतिहास एउटा शब्द छुट्यो भने पनि इतिहास बाङ्गो हुन्छ होइन, बाङ्गो हुन्छ। त्यो बाङ्गो हो भने त्यसको चाहिँ इतिहासले चाहिँ राम्रो प्रश्न पार्दैन। त्यसले गर्दाखेरि अब इतिहास अब त्यस्तो किसिमको इतिहास हो। एउटा चाहिँ राजाबाट होइन, धर्मबाट इतिहास भएर हुँदै त्यसपछि प्राचीन पुरातत्व हुँदै त्यसले यो चाहिँ एउटा धार्मिक जोडिया छ। त्यति ठुलो इतिहासको मन्दिर हो यो चाहिँ है। भन्ने बेला त चौगेरा मन्दिर भन्छन्, सामान्य हिसाबले मान्छन्। यसको चाहिँ त्यतिका महत्त्वको विषय छ। त्यतिका महत्त्व विषय अहिलेसम्म सायद कसैलाई थाहा छैन होला। त्यही भएर नजिकको मान्छे चाहे यस्तै विद्यार्थी अब जिज्ञासा राख्ने यस्तै यस अध्येता होइन, त्यस्ता मान्छेहरू त्यही खोज्ने हुन्छ। अब अहिले पनि हाम्रो यही परिसरमा चाहिँ यहाँ गोरक्ष रत्ननाथ पुस्तकालय छ होइन। गोरक्ष रत्ननाथ पुस्तकालय छ। 2023 सालमा योगी नारायणनाथले स्थापना गर्नुभएको पुस्तकालय हो होइन। त्यसपछि यतातिर हाम्रो चित्रालय छ, चित्रहरू सङ्ग्रह भएको त्यसमा चाहिँ चित्रकार प्रभातनाथले बनाएको चित्रहरू छन् है। त्यसपछि गइरहन्छ चित्रालय छ। यतातिर हाम्रो चाहिँ पुरानो इतिहासको त्यो इनार छ है। त्यसपछि गएर यतातिर हाम्रो चाहिँ यो इतिहाससँग जोडिएको धार्मिकसँग जोडिएको प्राचीन वृक्ष मलाई त्यो यो चाहिँ गोलाजी फुलको वृक्ष छ यतातिर है। त्यसको यतातिर फोटो बोर्ड लेखेको छ इनारको छेउमा। यतातिर फोटो त्यसमा के अरे त्यो फुलको यतातिर पनि त्यो बोर्ड लेखेको छ, त्योमा पनि त्यो फोटो खिच्नु त्यसको छ होइन। अब त्यो इतिहास छ, त्यसमा चाहिँ
यो मन्दिर स्थापना हुनुभन्दा अगाडि त्यो भएको कुराहरू हो होइन। त्यसपछि बल्ल चाहिँ मन्दिर स्थापना भयो भन्ने कुरा छ होइन। झन्डै 1300 वर्ष इतिहासको त्यति पुरानो इतिहास हो है। त्यसपछि यहाँको पूजा पद्धतिहरू छ। यहाँ पूजा पद्धति यहाँको पूजा नियम विधिहरू छ। त्यो पूजा नियमहरू चलेको छ। पूजा नियमहरू अब एउटा विशुद्ध तान्त्रिक पूजा पद्धति भन्छ यसलाई। यो विश्वमा कहीँ पनि छैन यस्तो पूजा पद्धति। यस्तो पूजा पद्धति छ जहाँ कि हाम्रो 24 घन्टामा त 12 घन्टा पूजा मात्रै हुन्छ। अरू घन्टा अब अरू मन्दिरमा एकछिन पूजा हुन्छ सकिन्छ होइन। अब हाम्रो चाहिँ 12 घन्टा चाहिँ हाम्रो पूजा हुन्छ। र हाम्रो चाहिँ पूजा चाहिँ साँझ अपराह्नदेखि अर्को दिन बिहानसम्म पूजा हुन्छ। त्यस्तो खाले पूजा हो। विशेष गरी उनी राजा जो हुनुहुन्थ्यो त्यहाँ शिवजीको भक्त हुनुहुन्थ्यो। शिवजीको भक्ति गर्ने मतलब नै अब त राजा उहाँकै शिवकै भक्त भएर नै उहाँलाई चाहिँ एउटा शक्ति मिल्यो उहाँलाई र त्यहाँसँग जोडिनु भयो। जस्तै अब शक्ति त अब जस्तै पृथ्वीनारायण शाहलाई याद छैन, नाम सुनेको छ कि छैन? पृथ्वीनारायण शाह पनि त अब यहाँकै नेपालकै राजा हुन् है। नेपालको राजा हुन्। उनी पनि एउटा गोरखनाथसित उहाँ दीक्षा लिएको कुरा छ है। चाहिँ गोर्खा दरबारमा चाहिँ गोरखनाथसित गोरखनाथबाट त्यो पृथ्वीनारायणले चाहिँ दीक्षा लिएको कुरा छ। जो दही खाने कुरा, दही चाहिँ पोखेको अनि त्यसपछि त्यो चक्रवर्ती हुन् त्यस्तो सौभाग्य चाहिँ गुमेको त्यही चाहिँ आफूले जाँदा पाइला राखिन्छ। त्यो आफ्नो चाहिँ त्यो पाइला परेको ठाउँमा चाहिँ आफ्नो चाहिँ विजय हुने त्यो कुराहरू चाहिँ उल्लेख मानिन्छ है।